प्रसिद्धि लेख सबैजनालाई। आज म हजुरहरू सबैजनालाई कार्खेन धुन्डुप अर्थात् कर्मपक्षन जप साधनाको एक सुन्दर विशेष झलकहरू देखाउन जाँदैछु। यो साधना केवल कर्मपक्षन मन्त्र जप गर्ने प्रक्रिया मात्र होइन, यो त आफ्नो मनलाई शान्ति बनाउने, आफ्नो आत्मालाई चिन्ने र पुण्य कमाउने एक महत्त्वपूर्ण माध्यम हो। हेर्नुहोस्, यहाँ टाढा टाढाबाट आएका तामाङ, गुरुङ, शेर्पा लगायत विभिन्न समुदायका दाजुभाइ, दिदीबहिनी, आमा बुबादेखि लिएर साना बालबालिकासम्म सबैजना एउटै उद्देश्यका साथ भेला भएका छन्। यहाँ सबैको लक्ष्य एउटै छ, मनको शान्ति र राम्रो पुण्य गर्नु। यो स्थानमा केवल कर्मपक्षन जप मात्र भइरहेको छैन, यहाँ आउने सबै श्रद्धालुहरूको लागि खानको पनि राम्रो व्यवस्थापन गरिएको छ। मानिसहरू आरामसँग बसुन्, साधनामा ध्यान दिन सकुन् भनेर सहज वातावरण तयार गरिएको छ। त्यति मात्रै होइन, यदि यहाँ कसैले स्वास्थ्य सम्बन्धी समस्या आयो भने त्यसका लागि यहाँ सानो क्लिनिकको व्यवस्थापन पनि गरिएको छ। यसले देखाउँछ कि यो स्थान केवल धार्मिक साधनाको केन्द्र मात्र होइन, मानिसहरूको सेवा र सहयोगको केन्द्र पनि हो भन्ने बुझिन्छ। यहाँको शान्ति वातावरण, कर्मपक्षनको मन्त्र, मधुरो ध्वनि र श्रद्धाले भरिएको महलले मनलाई गहिरो रूपमा छुन्छ। त्यसैले यदि तपाईँले आफ्नो जीवनमा केही समय शान्ति खोज्दै हुनुहुन्छ भने यस्ता साधना स्थलहरूमा एकपटक अवश्य आउनुहोस्, किनकि साँचो शान्ति बाहिरबाट होइन आफ्नो भित्री मनबाट भेटिन्छ। हस्त, धन्यवाद।